त्यसपछि आजभोलि संस्कार भन्ने चिजै छैन अनि मान्छेमा संस्कारै छैन। 2 पैसाको संस्कार छैन, सबै बिग्रिसक्यो, भ्रष्ट भइसक्यो, भत्किसक्यो। पहिरो आइसक्यो संस्कारमा, केही पनि छैन, सबै खतम भयो। पहिला पहिला हाम्रो पाला आफ्नो आफन्त साथीभाइ इष्टमित्र सबै हुने हो भने हामीलाई केही चाहिँदैन थियो होइन। केही नै हाम्रो साथीहरू त्यहाँ हुनुहुन्छ बुढाबुढा, केही चाहिँदैन थियो। अहिलेका केटाकेटीलाई मोबाइल भयो भने केही चाहिँदैन। के भयो यस्ता? मेरो एउटा नाति केटो छ, त्यसलाई पनि मोबाइल भयो भने केही चाहिँदैन। बारीमा गएर एउटा सब्जी हेर्को बाबु भन्नु भने चिन्दैन, मोबाइलमा पब्जी खेल्छ ढाका, केही चिन्दैन होइन। त्यो त कहीँ गएर यसो बोल्नुपर्छ, 2-4 कुरा गर्नुपर्छ भनेर त्यसलाई भन्नुपर्छ। त्यसले 2 कुरा बोल्ने बेला यति कायर छ, खेल्ने बेला मोबाइलमा फ्री फायर खेल्छ। त्यस्तो खालको अब केटो छ मेरो नाति केटो। त्यसले गर्दाखेरि मेरो दिमाग आधै खाइदिइसकेको छ। अनि संस्कार भन्ने छैन, मोबाइल चलाउँछ, सबै खतम छ। अस्ति भर्खरै मैले यो धेरै मोबाइल नचला हेर, बिग्रिन्छ, धेरै भत्किन्छ, यसरी गर्न हुँदैन भनेको। कहाँ मान्नु? 2 मिनट पढ्दो भन्यो भने 5 मिनटमा 10 चोटि बाहिर निस्किन्छ, कोठामा बस्दैन। अब मोबाइल दिने हो भने 3 दिनसम्म फेरि त्यहीँ बसिरहेको छ होइन। खान पनि चाहिँदैन, लाउन पनि चाहिँदैन, मोबाइलले त्यस्तो बनाइसक्यो। त्यो भएर मोबाइलमा यसरी झुल्नुभन्दा हाम्रा कति राम्रा गीतहरू छन्, देउडा गीत छ, झ्याउरे छ, सबै गीत त्यस्ता चिजहरूमा सजिएपछि कति राम्रो हुन्थ्यो होला होइन। त्यो भएर यो संस्कार नभएपछि यी संस्कार नभएकाहरूलाई कसले यस्तो बनाएको भनेर मलाई टेन्सन भएर मैले हाम्रा यी सबै बिगार्ने जति नेताहरू हुन् भन्ने लाग्यो मलाई। यसो सोचेको यी सबै बिगार्ने, यो संस्कार जति सबै बिगार्ने हाम्रा नेता नै हुन् भनेर मैले नेताहरूलाई यसो फोन लगाएको। नेताहरू फेरि कस्ता छन् के भने थाहा छ? मैले सिधै फोन हाने शेरबहादुर देउवालाई होइन। यो के हो त, यो देशमा सबै खतम भयो, मान्छेहरू चाहिँ अनुशासित भएनन्, भ्रष्ट भए, खतम भए, तपाईँले गर्दा हो भनेर फोन हानेको। बुढाले के भन्छ? अहिले खतम छ अहिले मान्छे के भने हो? नेताहरू बिगार्ने हो देश, नेताहरू बिगारे हो, हामीले बनाएको हो नि यार। नेपाली काङ्ग्रेसको 7 सालदेखि पार्टी हो, हामीले बनाएको हो नि, बिगारे हो, के फोन गरे यार भनेर बुढा रिसिए। यी बुढा त धेरै रिसिन्छ कि क्या भनेर। तपाईँले बिगारेको होइन कि, तपाईँले चाहिँ नि प्रधानमन्त्री भएपछि सबै खतम भयो। यहाँ 7 चोटि प्रधानमन्त्री तपाईँ हुने, अरूलाई दिनु पर्दैन पालो, तपाईँले हो बिगारेको। हाम्रो यहाँ दैले खा त्यत्रो पेट्रोल निकालौँ भनेर लागेको, अहिलेसम्म पेट्रोल निस्किएको छैन, तपाईँले केही गर्नु पर्दैन भनेको। अझ झन् रिसिएर बुढा त हात कस्तो खालको मान्छे रहेछ यहाँ, कुनै बुझ्दैन भयो देखा। मैले निकाल्ने हो पेट्रोल, म हो त्यहाँको मिस्त्री। के खालको के फोन गरे हो, कहाँबाट फोन गरे मैले बुझेकै के हो, कहाँ भाइ फोन गर्नु तरिका हुन्छ यार। संस्कार छैन अलिकति भन्छन् बुढा। संस्कार त तपाईँमा छैन बुढा भनेर रिसिएको। हात भनेर बुढा रिसिए। त पार लाग्दैन, अब यसरी हुँदैन भनेर मैले फेरि डाक्टर बाबुराम भट्टराईले पनि फोन पस्काएँ है। एकचोटि डाक्टर बाबुराम भट्टराईलाई फोन हाने के भन्छन् बुढाले, यसो सुनाउ न भनेर डाक्टर बाबुराम भट्टराईलाई फोन हानेको। बुढाले के भने? कुरा के हुन्छ भने गम्भीर रूपमा हामी यो देश बनाउनका लागि जसरी पनि अगाडि बढिरहेका छौँ, तपाईँले भने जस्तो हामीले अनुशासन सबै बिगारेको हामीले होइन भन्ने लगाइरहेका। त्यसैले गर्दाखेरि तपाईँहरूले जुन खालले हामीलाई बुझ्नुभएको त्यो कुरो होइन। तपाईँ नयाँ शक्तिमा आउनुहोस्। तपाईँले यदि सदस्यता हाम्रो लिनुभएको छैन भने पनि नयाँ सदस्यता लिनुहोस्, देश बन्छ। नयाँ शक्तिमा आउनुहोस् भने बुढाले। मैले भने होइन, नयाँ शक्तिमा देश बन्दैन, अब सबै अर्कैतिर गइसके, रासोपा भन्छ, केसोपा भन्छ, सबै भागे, तपाईँकोमा कोही छैनन् भनेको। बुढाले मैले अलिकति चुनाव चिन्ह लिँदा मिस्टेक गरेछु। चुनाव चिन्ह मैले आँखो चुनाव चिन्ह लिँदा धोका पाइयो। एउटा मात्रै आँखो चुनाव चिन्ह मैले लगेँ, 2टा लिनुपर्ने रहेछ, मिस्टेक त्यहीँनिर भयो भने बुढाले। अब यी बुढाले पनि त्यति पार लाउँदैन। अब चाहिँ दैलेख महोत्सव यत्रो भइराखेको छ दैलेखमा, अनि कहाँ जानुभयो कमरेड प्रचण्ड भनेर प्रचण्डलाई फोन हाने मैले। दैलेखमा महोत्सव चलिरहेको छ, सारा दैलेखवासीहरू कहाँ राखो भनेर फोन हानेको बुढा।